बाटो छोड्न ल अब हाम्रो यसमा रिल्स बनाएर हाल्नु मिल्छ होइन फोटो खिच्छ यस्तो गर्नु ओ यी चल्यो हराएको अवस्था चितुवाले खाने मान्छे यही हो लास्टमा बाघ चितुवा आयो रन्डी क्लासमा पनि त्यस्तै गर्नु यहाँ पनि गर्नु क्लासमा गर्दैन यार मैले रोडोडेन्ड्रन कपडा फोर्न पर्यो भिडियोमा रिकर्ड भइदिँदा आम्मामा थियो जस बासी जान त्यसले आफ्नो ज्यान आफूले भारी पारेर हो एक्टिभ भएर हिँड्न अलि लट्ठी देखेर गल्ती गरिदियो जङ्गलको के डोरी यो झुनिदिन्छ हो मा यसरी हिँड्ने चुनिन नि के हुँदैन लाग्छ कुन खाने उठे खाने कि क्या जस्तो लाग्यो क्या हो यसरी चाहिँ खिच्न मन छ केटाहरू सब आज ग्रुप खिच्ने आज ओए ओए ग्रुप चाहिँ कसलाई भन्ने एउटा ओए यहाँ आइडिया लाग्छ कि मैले हामीले है बानिया ओए ग्रुप फोटो खिच्न आइछु र स्टप रे यहाँ कि स्टप हामी अब शिवपुरीको टपमा पुल लागेको छौँ हामी हिँड्दैछौँ एकजना अल्लेशजी अर्को निमाजी अरू सब तलतिरबाट आइरहनु भएको छ हेर्नुहोस् कति धेरै सिडीहरू छन् हामी उहाँ मुनिबाट आएको अझ माथि पुग्न बाँकी छ लाली गुराँस भेटाएको छ धेरै मात्रामा लाली गुराँस रहेको अवस्था यो त उम्रेको पनि नरहेछ राम्रोसित हेर्न यहाँ मैले कस्तो त्यो गदा नै हेर्दा बाट त्यो कुखुरा गरेर क्या त्यो कस्तो ब्यागमा हालेँ मलाई त कस्तो मजा मैले बनाएको जे होस् जाडो चाहिँ खतरै छ यतापट्टि बादल आयो अरूको भ्लगर देख्न सक्नुहुन्छ तर बादल हामी सुझाएको बादल चाहिँ खतरा लाग्छ आछु जाडो उयो बादल हेर न खतरा आउँदाखेरि हो फ्ल्यास हो नि फ्ल्यास अब त
कुल्टिङ आउनु क्या ओए कहाँ भएको थिएन अर्को ओए यो कहाँ हात कसो चढ्यो ओए ल ल यत्रो दुःख गरेछु त ल वे दामी छ दामी छ दामी बादल हेर स्टे ह्याप्पी एउटा मैले खसिन कहाँ पुग्ला कहाँ पुग्छ भेटाउँदैन खसेर अछु ए बादल आयो कस्तो रे आएन उसो यार हामी आज पुग्दिन सक्यो राति गएको चाहिँ अब यहीँ जक्सन अब आज एकछिन जानुपर्ने यार गाडी शिवपुरी भन्छ के हो त्यो ए बिल्डिङ पो रहेछ म त त्यो के हो त्यो ठुलो साइडमा सानो होइन कि